साँझ झमक्क पर्न लाग्दा मानिसहरू साँझबत्ती बाल्न लाग्दै थिए। अस्तव्यस्त मान्छेहरूको घुइँचोभित्र सुनसान छाप्राहरूको गल्ली गल्लीमा कुकुरको आवाजले सन्नाटा चिरिदिन्थ्यो। शिविरले पटक्कै बास बस्न सकिरहेको थिएन। रात बिस्तारै छिप्पिँदै थियो। सुस्तरी सुस्तरी बोट बिरुवाहरू हावाको बेगमा पिङ खेल्दै थिए। रुखका पातहरू झरेर खङ्ग्रङ्ग चाउरेर बुढो भएको भान हुन्थ्यो। नहोस् पनि किन, कति पीडाहरू लुकाएर एकै ठाउँमा उभिएर बसेका छन् वर्षौंदेखि। हाम्रो जीवन पनि यिनै रुखहरू जस्तो न हो? कहिले शरद ऋतु जस्तै फुल्छ, कहिले वसन्त ऋतु चाहिँ हरियाली हुन्छ त कहिले शिशिर ऋतु चाहिँ उजाडिन्छ अनि बिस्तारै ग्रीष्म ऋतु चाहिँ खडेरीको मारमा पर्छ।